उहाँलाई पनि सोध्नु पर्यो नि त। हजुर। पत्रकार साथीहरूले हजुरहरूले एकचोटि पनि त्यो प्रहरी प्रशासन कार्यालयमा घेरेर हजुरले सोध्नु भयो सुदन गुरुङलाई चाहिँ किन कारबाहीको घेरामा लिएन, बाँकी अरू मान्छेलाई किन कारबाहीको घेरामा लिएन भनेर त्यो ठाउँमा गएर सोध्नु भएन नि त हजुरहरूले। त्यो पत्रकारले गर्नुहोस् है त्यो काम चाहिँ। हजुरहरूले प्रश्न गर्नुहोस्, पुलिस फोर्सले एन्सर दियोस् के कारणले कसरी कुन पक्राउ पूर्जी नेकपा एमालेको पार्टी कार्यालयको त्यसको प्रतिलिपि पठाइयोस् त्यो पक्राउ पूर्जीको, त्यसपछि मात्र मान्य हुनेछ। जुन आयोग सार्वजनिक भइसकेको छैन, मिडियाबाट कताबाट लिक भएको त्यो मान्य हुँदैन। सरकारी रूपमा सार्वजनिक नभएको आयोगको आधारमा उहाँले जुन पक्राउ पूर्जी भनेर जारी गर्नुभयो त्यो गैर कानुनी हो र असंवैधानिक हो। कोही मान्छे पनि कानुनभन्दा माथि छैन, यो कुराको पनि छानबिन गरियोस् भनेको 2/3 दम्म देखाएको भन्ने कुरा गर्नुभयो बा। यस्तो हाम्रा 2/3 सरकारसँग चाहिँ आलोचना छैन। हेर्नुहोस्, सरकार जनमत हो, जनादेश हो, हामीले पालना गरेका छौँ, कसलाई के मान्नुपर्छ हामीले गरेका छौँ। तर कोही पनि गैर कानुनी रूपमा संविधानको माथि टेकेर गृहमन्त्री नै किन नहोस्, उसले संविधानको टाउको टेकेर असंवैधानिक रूपमा कोही माथि राजनीतिक प्रतिशोधका कारणले चाहिँ पक्राउ पूर्जी जारी गर्नु भनेको यो न राजनीतिक चेतना भएको, राजनीतिक चरित्र भएको मान्छे हो, न मानवीय नैतिकता भएको मान्छे हो। त्यही कारणले यो कुराको उत्तर चाहिँ गृहमन्त्री आफैले दिउन्। भनेको अब